हेलो हेलो साथीहरू सबैजनालाई नमस्ते है। म चाहिँ के भन्न चाहन्छु भने अस्तितिर रोएको भिडियो किन हालेको भनेर मलाई मेसेन्जरमा, फेसबुक मेसेन्जरमा अनि टिकटकको इनबक्समा सबैमा तपाईँहरूले मेसेज गर्नुभएको थियो। त्यो पनि मैले भिडियो राखिसकेको थियो। त्यो पनि तपाईँहरूले हेरिसक्नुभयो होला। अनि म फेरि पनि राख्न मन लाग्यो किनभने खासमा क्लियरली भन्नुपर्दा के भएको रहेछ भने मेरो चाहिँ फोक्सो फुलेको अरे, श्वास प्रश्वास प्रणालीमा के अरे समस्या भएको अरे। अनि त्यहाँदेखि अनि फेरि के अरे मुटुमा पानी जमेको रहेछ अरे भनेर भन्नुभयो। अनि के अरे यहाँ त्यस्तो भनेर भन्नुभयो। अनि त्यहाँ त्यस्तो भनेर अनि फेरि म काठमाडौँ गएर होलबारी सबै चेक गऱ्यौँ। अनि चेक गरेर आज चेक गऱ्यो, भोलि जस्तोमा रिपोर्ट आउने रहेछ। अनि आएर के भन्यो भने मुटुमा पानी त रहेछ, तर तिम्रो बच्चा सानै रहेछ, अहिले अप्रेसन गर्न मिल्दैन। अनि के अरे औषधिले सकेसम्म औषधिले नै यो के अरे सुगाइदिन्छु भन्नुभयो कि उहाँहरूले। अनि त्यही भएर मैले चाहिँ के अरे 6 महिनाको औषधि ल्याएको छ, अनि 6 महिनामा थाहा हुन्छ अरे भनेर भन्नुभयो। अनि खासमा के कारणले त्यस्तो भएको होला भनेर मैले डक्टरहरू, सिस्टरहरू, सबैलाई सोधबुझ गर्दा सानै आले जस्तै भनौँ न, सानै उमेरमा मैले धेरै बलुवा सिमिन्टी पनि भोग्यौँ किनभने धेरै चिसोहरूमा हिमालहरूमा पनि गयो। अनि के त्यसैले होला। अनि सानै उमेरमा त्यस्तो पनि गर्यो। अनि बिहे गरेर आएर अब दोष त कसैलाई छैन, मेरै हो। अब त्यही भएर मैले चाहिँ सानो उमेरमा पहिला फर्स्टको नानी जन्मिँदा के अरे जन्मेर 7 दिनमै जेन्डिस भएर तातोहरू खानेकुरो पनि खान मिलेन, त्यस्तै भयो। अनि त्यसैले पनि होला त्यस्तो भएको। अहिले म 27 वर्षको उमेरमै यस्तो रोगी भयो। तर रोगी भएर नि के गर्नु, सकेन भनेर सुतेर बस्न पनि सक्दिनँ। त्यस्तो नानीहरू हुर्काउनु छ, पढाउनु छ। त्यसैले अब सहनै सक्नेसम्म त सहेर काम गरेर हिँड्छु। अब सहनै नसक्ने करिब बिरामी भयो भने त म के गरौँ। अब हेर्ने बाउ पनि छैन, आमा पनि छैन भन्नुपर्ला। अब आमा पनि अर्कैको भइसक्यो, बाउ पनि अर्कैको भइसक्यो। त्यही कारणले मलाई आमा बाउले हेर्छ कि भन्ने आश त छैन। तर पनि मेरो आमा बाउ भन्दा नि, मेरो जन्म दिने आमा र बाउ भन्दा नि मेरो कर्म दिने बाउ आमाले चाहिँ मलाई बाउ आमाको साथ सपोर्ट चाहिँ कहिले नि कमी हुन दिनु भएन। किनकि अब मलाई त्यस्तो लाग्छ, अब मेरो बाउको माया त मैले के हो थाहा छैन होइन, थाहा नभएको कुरा हो। जिउँदो त हुनुहुन्छ, बाउ कहाँ हुनुहुन्छ, के हुनुहुन्छ, सम्पर्क पनि छैन। त्यसैले सबै बाउको माया के हो त्यो त मैले ससुराबाट सिकेँ। अब बिहे गरेर पनि 8 वर्ष भइसकेछ। 8 वर्षमा मैले आफूलाई जन्म दिने बाबाको माया के हो भनेर मैले ससुराबासँग पनि सिकेँ। आमाको माया उही हो, आमाले त माया दिइरहनु भएको थियो, तर पनि आमाले भन्दा ससुआमाले धेरै हौसलाहरू दिनुहुन्छ। अनि त्यही भएर मलाई बाउ आमाको मायाको कमी चाहिँ छैन। त्यसैले उहाँहरूको मायाको कारणले म धेरै बाँचोस् भन्न चाहन्छु। भगवान्सँग त्यही प्रार्थना गर्छु। अहिले सानै उमेरमा यस्तो भयो भने नानीहरू नहुर्कियो नै। अब चटक्कै त्यो अस्ति हाम्रै गाउँमा त्यो 9 गुण्डामा अब उहाँको जस्तो मेरो जस्तै हो अरे त्यो आनीको पनि घटना। त्यही भएर त्यो आनी जस्तो चाहिँ नहोस् भन्न चाहन्छु। अब यही हो।